नमस्ते। आज 2082 साल माघ 17 गते शनिबार। आज हामी सदा झैँ आजको शनिबार पनि हामीहरू यस सरसफाइ अभियानमा छौँ र हामीहरूले गत हप्ताहरूमा चाहिँ हाम्रो गौतम बुद्ध आधारभूत विद्यालय वरपर हामीहरू सफा गरेका थियौँ। खेलकुद मैदानमा पनि हामीहरू सरसफाइ गरिरहेका हुन्छौँ र मठ मन्दिरहरूमा पनि बेला बेलामा गरिरहेका हुन्छौँ। यस गजडी स्वास्थ्य चौकीबाट नै सरसफाइको अभियानलाई किन हामीहरूले आत्मसात गरिरहेका छौँ, हजुरहरूलाई किन हामीहरूले यो कुरा भनिरहेका छौँ भन्दाखेरि हामीहरूले हाम्रो कञ्चन गाउँपालिकालाई कसरी सुन्दर नगरी बनाउन सकिन्छ त्यसका लागि हजुरहरूको के भूमिका रहन्छ भन्ने कुरालाई पनि जोड्न चाहन्छु। अब हामीहरूले यसरी कञ्चन 2बाट हाम्रा युवाहरू भाइ बहिनी प्रायः त भाइ बहिनीहरू नै एक्टिभ हुनुहुन्छ। यसै गरी हरेक क्षेत्रबाट चाहिँ हजुरहरू पनि एक्टिभ भइदिनु भयो भने सुन्दर नगरी कञ्चनको चाहिँ हामीहरूले परिकल्पना छिट्टै नै गर्न सक्छौँ। यसै क्रममा चाहिँ हामीहरूले यस गजडी स्वास्थ्य चौकी वरपर यहाँनिर एकदमै झाडी थियो अघि नै त। हामीहरूले यो क्षेत्रलाई अहिले हामीहरूले एकदमै सफा बनाइसकेका छौँ र यहाँनिर चाहिँ हामीहरूले यो एरियालाई चाहिँ एज अ पार्किङको रूपमा प्रयोग गर्न सकियो भने यताको एरिया चाहिँ अलिकति खुल्ला रहन्छ। अब कहिलेकाहीँ यहाँनिर शिविरहरू पनि भइरहेका हुन्छन् होइन। अब म अस्ति एउटा शिविरमा आएको थिएँ, स्वास्थ्य शिविरमा, त्यसको लाभ गराइ पनि भनेर आएको थिएँ। मैले यहाँनिर कस्तो देखेँ भन्दाखेरि यो एरिया छ नि जुन, यो एरियामा पार्किङ भइदियो, यतापट्टि पनि पार्किङ भइदियो होइन, बस्नको लागि चाहिँ अलिकति व्यवस्थित थिएन के। अब तपाईँको पार्किङका कुराहरू यता हामीहरूले राख्न सक्यो भने यता चाहिँ फराकिलो तरिकाबाट बस्नका लागि पनि व्यवस्थित हामीले एरिया बनाउन सकिन्छ होइन। अब यसै क्रममा चाहिँ हामीसँग हाम्रो एकजना अङ्कल चाहिँ जोडिनु भएको छ र उहाँलाई चाहिँ म यसो केही कुराहरू राख्न चाहेँ। अङ्कल नमस्ते। नमस्ते। हजुरको नाम अङ्कल? मेरो नाम बेचु प्रसाद लोध हो। हजुरको ठेगाना? ठेगाना कञ्चन गाउँपालिका कुट्टा वार्ड नम्बर 2। हजुर हजुर। अब तपाईँहरूलाई मैले एउटा कुरा के सोध्न चाहेँ भन्दाखेरि यसरी हाम्रो युवाहरू आज त तपाईँले फर्स्ट टाइम अब यही गजडी स्वास्थ्य चौकीमा आउने बेलामै आउनुभएको थियो, आफ्नो कामले आउनुभएको थियो। यसरी हाम्रो युवाहरू सरसफाइ अभियानमा जोडिँदाखेरि तपाईँलाई के लाग्यो? मलाई खुसी लाग्यो, बहुत खुसी लाग्यो। यहाँ सफाइ सरसफाइको हजुर अभियानमा तपाईँहरू आउनुभयो। हजुर हजुर। त्यसमा म तपाईँहरूले धन्यवाद दिन चाहन्छु होइन। हजुर हजुर। राम्रो हो, जस्तै हाम्रो ग्राउन्डहरू सफा होस् हजुर होइन। अझै पनि झाडी यतातिर रहेको छ। हजुर। म त सफा देख्न चाहन्छु। हामी पनि राम्रो चिटिक्क देखिन्छ के अरे। हामी धेरै त छैनौँ, 10-15 जना युवाहरू। हाम्रो पहिला 2 जना 4 जना 5 जना हुँदै 10औँ 20औँ जाँदै हामी हजारौँमा जाने हो के होइन। हामी कञ्चन गाउँपालिकाका सबै नै जोडिएर एउटा कञ्चन गाउँपालिका, समग्र कञ्चन गाउँपालिकाबाट नै सङ्गठन बनाउन सक्यौँ भने त अझ राम्रो। सकिन्न भने टोलबाट बनाउन सके पनि भयो। अब होइन, आफ्नो टोललाई नै मात्र सफा गरे पनि भयो के। अब हामीहरूले यो भागलाई सफा गर्नको लागि लगभग हामीहरू कञ्चन 2बाट आयौँ भने त यो सफा गर्नलाई 10-15 मिनट आधा घन्टाको काम हो होइन। अब यसरी जोडिरहँदा मैले एउटा के आग्रह गर्न चाहन्छु भने हजुरले पनि आफ्नो भूमिकामा खेलिदिनु भयो भने अझ राम्रो होला। तपाईँले बाटाघाटामा हाम्रो फोहोरहरू व्यवस्थापन भएको देखिँदैन। अब हाम्रो गर्मी महिना पनि सुरु भइसक्यो होइन। झाडापाखाला आउँ हैजा दुनियाँ थरीका रोगहरू लामखुट्टेकै कारण हुने हो। त्यसै गरी अब सर्पहरू झाडीझुडी भयो भने सर्पहरूको पनि डर हुन्छ होइन। अब यसका निवारण पनि गर्न सक्ने काम भनेको, मुख्य काम भनेको सरसफाइ अभियान हो। सरसफाइ अभियानले सबै कुरालाई भूमिका खेल्दछ क्या। अब मैले तपाईँलाई के आग्रह गर्न चाहेँ भने तपाईँले आफ्नो गाउँठाउँका मान्छेहरूलाई पनि यसरी हामीले पनि गर्नुपर्छ भन्ने सन्देश दिनुभयो भने आफ्नो गाउँमा गएर मैले पनि सन्देश दिन्ला। यो भिडियो पनि आउँछ पक्कै पनि, हजुर पनि आउनुहुन्छ होला। अब हजुरको भिडियो देखेर गाउँ समुदायका मान्छे छिमेकीहरू पनि ल हामीले पनि गर्नुपर्दो रहेछ है भनेर उहाँहरू आउनुभयो भने त अझ बेटर होइन। हामीहरूले मिलेर काम गऱ्यौँ भने अझ हाम्रो गाउँपालिकालाई हामीहरूले सुन्दर नगरीको रूपमा चाहिँ छिट्टै नै हेर्न सक्छौँ। ल धन्यवाद है त। ल अब अङ्कलले पनि आफ्नो कुरा चाहिँ राखेर जानुभयो। उहाँले हामीलाई राम्रै सन्देश दिएर जानुभएको छ र हाम्रो कामप्रति उहाँ एकदमै खुसी पनि हुनुहुन्छ र यसरी युवाहरू आउनु एकदमै राम्रो हो। हामीहरू सबै युवाहरू मात्रै होइन कि हाम्रो साथमा चाहिँ भाइ बहिनीहरू पनि हुनुहुन्छ। सम्पूर्ण कञ्चनवासी नै यसरी जोडिएर आउनु एकदमै राम्रो हो भन्ने कुरा उहाँको आशय पाइयो हामीहरूले। अब यसरी नै हामीहरू आफ्नो गाउँठाउँबाट जुटेर आयौँ भने, आफ्नो क्षेत्रको वरिपरि आयो भने हामीहरू सरसफाइ गर्ने पर्ने ठाउँहरू थुप्रै छन् के। आफ्नो खेल मैदानहरू हुनसक्छ, मठ मन्दिरहरू हुनसक्छन्, आमा समूहका घर वरिपरि हुनसक्छन् होइन, सार्वजनिक पार्कहरू हुनसक्छन्। यस्ता पार्कहरू, यस्ता सार्वजनिक स्थलहरू त्यसै हामीहरूले गर्नुपर्ने क्षेत्रहरूलाई चाहिँ हामीहरूबाट नै सुरु गऱ्यौँ भने चाहिँ छिट्टै नै हामीहरूले सुन्दर नगरीको परिकल्पना नगर्न सकिने भन्ने हुँदैन। धन्यवाद।